यो मन्दिरको नाम चाहिँ फेरि के हो आउनुको कारण रहस्य नै थाहा भएन मलाई ओ माछा माछा गाइस माछा मलाई यस्तो माछा चाहिँ पाल्नु मन थियो जाम थाले कहाँ हो थाहा नै छैन यहाँतिर आन्टीहरू फेरि पुरा नेवारी ड्रेसमा हिँड्नु भएको छ ओ हो र जुजु धा पाइन्छ अरे यहाँ चाहिँ फेरि यहाँतिर फोटो खिच्ने ठाउँ चाहिँ कहाँनिर छ मेरो मोबाइलबाट खिच्दाखेरि राम्रो आउँछ होला आइफोन जतिको छ खतरा हेऱ्यो आहा पिकनिक सुनचाँदी पसल अरे हामी डल्फिनवाला हो कि साँच्चीकै हो र यस्तो पो चल्छ जस्तो छ कहाँ जानु थालेको सबैलाई प्राइभेट गाह्रो छ हामी हेरेको यस्तै ल यो ठाउँको नाम चाहिँ के होला सबैजनाले कमेन्टमा भन्नु रहेछ तर मलाई होइन जस्तो लाग्छ झन्डैले लाग्यो गाडीले मलाई झन्डै उडा गाइड पुलिस थाना लानु पर्ला जस्तो छ हामी त सल्लाहघारी आइपुग्यो जस्तो छ नि त हस्त गाइस अहिलेलाई यति नै म ल गाइस यो ठाउँको नाम चाहिँ के हो मलाई त थाहा नै भएन दाइसित आएको दाइले कहाँ लिएर आइपुग्नु कहाँ लिएर आइपुग्नु ठाउँको नामै थाहा भएन हेर्नु नि कस्तो हरियो त यस्तो हरियो त अहिलेसम्म देखाएको थिएन हौ मैले त पुरै हरियो छ त मन्दिर छ फेरि पारिपट्टि हेर्दा रमाइलो रहेछ बस्न ओर्नलाई चाहिँ आनन्द छ एक्लै बस्न चाहिँ आनन्द लाग्दो रहेछ चिसो हावा रमाइलो लागिरहेको छ सिन कस्तो देखिरहेछ आनन्द यस्तो चिसो छ क्या मौसमै घाम हेर्नुहोस् न घाम हेर्नुहोस् त पुरा हरियो छ त यार पारिपट्टि चाहिँ त्यो के गरेर हो यस्तो ल गाइस यहाँ छ है यस्तो हरियो ताल देखेर डर लाग्यो है म जान्छु म हेर्दिनँ यस्तो चिज मलाई चाहिँ डर लाग्यो यस्तो अनुहार मान्छे भन्दा नि टाउको पो ठुलो छ त्यहाँ यस्तो हो कस्तो खाले हो यहाँ पनि खतरा रहेछ ल गाइस हाम्रो चाहिँ यता काम सिद्धियो अब फेरि फर्किनु थालेको होटेलतर्फ नै दाइको सानोतिनो काम फेरि यहाँ फोटो बनाउनु पर्ने काम फेरि फोटो बनायो फोटो खिच्नु पर्ने चाहिँ होइन फोटो निकाल्नु पर्ने चाहिँ फेरि फोटो निकालियो ताल हेरेको लास्ट डर लाग्दो लाग्यो मलाई चाहिँ तपाईँहरूलाई नि हेर्नु मन लाग्यो भने चाहिँ बिल्कुल आउनु होला भनेर चाहिँ नभन्नु नि बिचरा गाह्रो पर्छ गाह्रो छ नि त्यही भएर फेरि होटेलतर्फ लाग्दिएको घुम्यो नि अल्छी लाग्छ हिँड्यो नि अल्छी लाग्छ ओके गाइस अब एकैतालि होटेल गएर भेट्छु हस् तपाईँलाई त्यो आउँदा कहाँबाट आयो हेर्नुहोस् त यहाँ जाँदा पुरै दरबारेश्वर हुँदै गइएको थियो आउँदाखेरि यहाँ पट्टेश्वर हुँदै आइयो होटेल यता 5 मिनटमा आइपुग्छ आजलाई भ्लग पनि यति हुन्छ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला
हस् त बाई बाई।